2 महिना अगाडि जङ्गलमा लगेर पासो थापेको मौरीको घरमा मौरी आयो कि आएन, यो चाहिँ हाम्रो आजको भिडियोको मेन विषय छ साथीहरू। र तपाईँहरूलाई आजको यस नयाँ भिडियोमा म वेलकम गर्न चाहन्छु। र म चाहिँ अब विगत लगभग 1 महिनादेखि नै मैले भिडियो हालेको छुइनँ। म चाहिँ केही कारणवश चाहिँ बाहिर गएको थिएँ, घरभन्दा यहाँ गाउँभन्दा बाहिर गएको थिएँ, त्यस कारणले भिडियो नआएको। अब भट्टाभट्टी भिडियो आउँछ र म सबभन्दा सुरुमा आजै म घर आइपुगेको छु। र अहिले लगभग कति बजेको छ ल 3 बजेर ठ्याक्क 46 मिनट जाँदाखेरि मैले यो भिडियो स्टार्ट गर्दैछु। दिनको अवस्था चाहिँ हेर्न सक्नुहुन्छ, पुरा अँध्यारो देखिएको छ किनभने पानी आएको आइछ दिने पछि। र साथीहरू आजको भिडियोमा चाहिँ म लगभग 2 महिना अगाडि चाहिँ पासो थापेको मौरीको घर तपाईँहरूलाई म गरेर देखाउँदैछु। मौरी आयो नै होला मलाई लाग्छ है, आई होप चाहिँ भन्नु हाउ मलाई आशा छ मौरी आयो नै होला होइन। मौरी आयो होला। म चाहिँ अब मौरीलाई हेर्न जाएको छु, आएको छ छैन होइन। टाढा भन्दा पनि अब 3 बजे 4 साढे 4तिर म लगभग पुग्छु, 4:30 5 बजेतिर। म चाहिँ एक ठाउँ मात्रै आज जान भ्याउँछु, अरू चाहिँ टाढा टाढा छ, अरू म जान भ्याउँदिनँ। म एउटा घर तपाईँहरूलाई देखाउँछु र मौरी आएको छ भने म लिएर पनि आउँछु किनभने अब बेलुकाको टाइम भइसकेको छ, पुग्दा ओर्दा रात परिहाल्छ। म मौरी आएको छ भने लिएर आउँछु। सो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। र साथीहरू लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सनु होला। ल सो साथीहरू देख्न सक्नुहुन्छ लगभग म आधी बाटो पुगिसकेको छु। लगभग म 20 मिनट जतिको हिँडाइमा आधी बाटो पुगिसकेको छु। देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ एउटा खोला रहेको छ है। खोलामा नि अहिले चाहिँ पानी रहेछ, पानी आइरहेको छ नि त, अलिअलि पानी छ खोलामा। सो अब चाहिँ म लगभग उहीँ पुगेर तपाईँहरूलाई देखाउने छु साथीहरू। मौरी आयो आएन होइन, हिँडाइ मात्रै हुने हो कि मौरी आएकै होला 100%, किनभने 2 महिना भइसक्यो क्या पासो थापेको। तपाईँहरूले कतिले थाप्नु भएको छ गरेर चेक गर्दै गर्नु है, फेरि अर्कोले उडाइदिनु सक्छ। कसैले थाप्नु भएको छ भने थापे ठाउँमा गएर हप्तामा चेक गरिराख्नुपर्छ। मेरो चाहिँ अब घार छ कि छैन अथवा मौरी आयो कि आएन त्यही हो कुरो, म उहीँ गरेर देखाउँछु। म लगभग आइ नै सकेको छु। यो देख्न सक्नुहुन्छ सालकले दुलो खनेको यो चाहिँ एकदम प्रकृतिको लागि राम्रो है, राम्रो कुरो। सो साथीहरू म आइसकेको छु, देख्न सक्नुहुन्छ। आम्मामा यहाँ पुरै चेन्जेस भइसकेको छ हौ 1 महिनाभित्र त, पुरै हरियो न हरियो देख्न सक्नुहुन्छ यहाँबाट आउँदो हेर्दा। यही ढुङ्गा मुनि है साथीहरू। घार त छ साथीहरू, घार चोरी भएको छैन है, घार छ। ल साथीहरू ल मौरी कुदिरहेको छ देख्न सक्नुहुन्छ तपाईँहरूले। म जुम गर्छु ल ल मौरी आएछ साथीहरू है। खुसी, एकदम खुसीको कुरो हो नि त हो तरिकाले। ल यो बेलुकाको समयमा पनि यस्तो दामी तरिकाले चलिरहेको छ साथीहरू, देख्न सक्नुहुन्छ है। तपाईँहरूलाई म मजाले देखाउँदैछु ए आएकै त होला कि कस्तो छ हौ यो, भित्र खोलेर हेर्न मिलेन यसलाई। ल्या ओहो आएकै त होला नि, यस्तो भट्टाभट्टी निक्लिरहेछ। अनि कति बजी म 3 बजेर कति बजी हिँडेको भन्दा ठ्याक्क 4 बजेर 39 मिनट गरेर जाँदा चाहिँ म आइपुग्यो। 4:39को अवस्था यस्तो छ, मौसम देख्न सक्नुहुन्छ साथीहरू। ए मौरी आएको रहेछ है। ल साथीहरू भित्र देख्न सक्नुहुन्छ तपाईँहरूले, मैले भित्रै यसरी हेरेँ मौरी मजाले आएको रहेछ। ए ल यस्तो तरिकाले आएको रहेछ है। ल यहाँ मौरी चाहिँ राम्रै आएको छ जस्तो छ। अब यसलाई चाहिँ घरमा लान्छु नै म साथीहरू। यत्रो अब दुःख गरेर आएपछि रित्तै किन जाने। बेलुका आएको छ अवस्था। भिडियो चाहिँ तपाईँहरूले पुरै हेर्नुपर्ने हुन्छ। अब म कसरी लगेर यसलाई चाहिँ कहाँनिर राख्नु भन्ने लाग्दैछ, कहाँ राख्छु होइन। म यहीँनिर बस्छु 1-1.5 घन्टा 2 घन्टा त छ। लगभग 6:30 बजेपछि चाहिँ म यसलाई यहाँनिरबाट लिएर जान्छु। मौरी आवत गर्न छोडेपछि मात्रै हामीले मौरीको घार सार्ने हो साथीहरू। यसलाई घार सार्ने नै भन्नुपर्छ। ल कस्तो दामी देखियो क्या 2 महिना पछाडि मौरी आएछ है साथीहरू यसरी। ल अब चाहिँ म 6 बज्ने प्रतीक्षा गर्छु। 6 बज्छ, 6 साढे 6मा लगभग म यसलाई लिएर घर हिँड्छु। बाटो अलि अप्ठ्यारै छ, जसरी भए पनि मैले घर पुऱ्याएर तपाईँहरूलाई फुल डिटेलमा चाहिँ यो भिडियोमा बनाएर देखाउने छु। र पार्ट 1 चाहिँ मेन कुरो साथीहरू, पार्ट 1 तपाईँहरूले हेर्नु भएको छैन भने पार्ट 1लाई म डिस्क्रिप्सन बक्समा राखिदिनेछु, त्यहाँनिर गएर पार्ट 1 भिडियो हेर्नु होला। यो घार मैले कसरी लिएर राखेको थिएँ र मौरी आउनु सफल भयो भनेर। ल तपाईँहरूले पार्ट 1 चाहिँ अवश्य पनि चेक गर्नु होला है साथीहरू। अब म 1-1.5 घन्टा यहीँनिर बस्छु चुप लागेर साथीहरू। यो चाहिँ मैले थम्बनेल लिन लाएँ, देख्न सक्नुहुन्छ यसरी मिलाउँदैछु। यही
यो डोरीले यहाँनिर बान्छु अनि ठ्याक्क टाइमिङ मिलाएर लगाएर चाहिँ त्यहाँनिर थम्बनेल लिनको लागि गर्दैछु। देख्न सक्नुहुन्छ मौरीहरू आउँदै पस्दै गइरहेछन्। मजाले धेरै छ जस्तो छ है साथीहरू मौरी चाहिँ यसमा। यो बेलुकाखेरि पनि यस्तो चलिरहेछ। अब चाहिँ म फटाफटी थम्बनेल लिन्छु साथीहरू। यसमा चाहिँ मस्त यहाँनिर अडाएर ट्याक्क यस्तो खालको हुन्छ है साथीहरू। थम्बनेल नै यस्तो खालको ठक्क यस्तो। फेरि थम्बनेल लिने काम पनि सक्यो। यसमा चाहिँ अडाएर मैले थम्बनेल लिएँ। अब चाहिँ हामी रात पर्ने नै प्रतीक्षा गर्नुपर्ने हुन्छ। मौरीहरू चाहिँ अब चलिरहेछन्। ल साथीहरू 5 बजेर चाहिँ 50 मिनट गइसकेको छ र पनि मौरीहरू देख्न सक्नुहुन्छ अझै पनि बाहिर गइ नै रहेछन्। अहिले पनि अब 2टा निकालेर गयो, एउटा भर्खर आयो। हुन पनि अब संसारकै सबैभन्दा मेहनती जीवको चाहिँ नाममा छ होइन, जानै पर्यो। अब यिनीहरू लगभग पूर्ण रूपमा अँध्यारो नहुन्जेलसम्म बाहिरभित्र गइरहेको छन्। हामीले त्यति बेलासम्म चाहिँ मौरी हिँडाउनु हुँदैन है। 6 साढे 6 लगभग यहाँ हेर्नु त यस्तो तरिकाले आएको। ए बुलिँदै यिनीहरू ट्याक्क आएर बसेका। अब लगभग 6:30 नै बजाउने रहेछ क्या यिनीहरूले। एउटा चल्न छोडिसकेपछि मात्रै यहाँनिरबाट हिँडाउने हो नि। ल साथीहरू 6 बजिसक्यो है। 6 बजेर 6 मिनट गयो र पनि मौरी चाहिँ बास बसेन। देख्न सक्नुहुन्छ ए यी बाहिर हेर्नु त यी चर्न हिँडेको हुन्छ सबै। ए यी चरनबाट फर्केका उनीहरू। ए चरनमा जाने चर्न आउने काम चाहिँ चलिरहेछ यिनीहरू। 6 बजेर 6 मिनट जाँदा पनि रोकिएन साथीहरू। देख्न सक्नुहुन्छ झन् अहिले त झन् बढी पो हिँड्न थाल्यो नि। अब लगभग 6:30 देखि 7 बजेकै चाहिँ मैले वेट गर्नुपर्ने हुन्छ। देख्न सक्नुहुन्छ दिनहरू चाहिँ पूर्ण रूपमा चाहिँ अब अँध्यारो हुँदै गएको छ है। ए 6:30 7 लगभग बन्द रहेछ म यहाँनिरबाट हिँड्दा साथीहरू। र साथीहरू 6:30 भइसकेको छ। मौसमको अवस्था देख्न सक्नुहुन्छ तपाईँहरूले। रात परिसकेको छ। मैले यहाँ बत्ती बालेको छु देख्न सक्नुहुन्छ। किरिङमिरिङ आइरह होला। 6:30 भइसकेको छ र यो म एक्लैले चाहिँ अलिक सम्भव नहुने भयो साथीहरू। देख्न सक्नुहुन्छ यहाँ यस्तो यसरी अडाएको छ देख्न सक्नुहुन्छ होइन। यो ढुङ्गाले मात्रै अडिएको छ नि त उँधोबाट। यो मौरी अझै पनि रोकिएनन् क्या, बाहिर जाने आउने गरिरहेछन्। यो गाड बसेको आउने जाने क्रम अझै पनि जारी छ। यो घरलाई निकाल्नको लागि होइन सुरक्षित तरिकाले निकालेर सुरक्षित तरिकामा चाहिँ घर पुर्याउनु पर्ने हुन्छ। उज्यालो पनि देखाउनु पर्ने हुन्छ बाटोमा। बाटो एकदमै अप्ठ्यारो छ ठाउँ ठाउँ। त्यसैले मैले एकजना साथीलाई बोलाएको छु। क्यामेरा पनि उसले पक्रिन्छ। त्यही अनुसारले हामी चाहिँ अब अगाडि बढ्नेछौँ। अझैसम्म पनि मौरी चाहिँ के त पूर्ण रूपमा थानको लागिसकेको छैन। 6:30 भइसक्यो साथीहरू। देख्न सक्नुहुन्छ तपाईँहरूमा बत्ती मारेर देखाउँछु एकचोटि। ल साथीहरू देख्न सक्नुहुन्छ बत्ती बेकार यो मौसम यस्तो छ। यता लाँदाखेरि पूर्ण रूपमा अँध्यारो जस्तो छ। र यहाँनिर गाह्रो मैले मौरी आउने क्रम जारी छ क्या साथीहरू। ल साथीहरू 6:30 बजेको अवस्थामा पनि देख्न सक्नुहुन्छ मौरीहरू चरणबाट फिर्किरहेछन् है। यसरी ए ल पस 6:30 हुँदा पनि भएन। 7 बजाउने पर्ने यिनीहरूले। ए पस ल त पनि अब चाहिँ केही बेर अझै मैले पर्खिनै पर्ने हुन्छ साथीहरू। ल साथीहरू मैले चाहिँ साथीलाई बोलाएको चाहिँ टसै बाल्ने अवस्था भइसक्यो। अब चाहिँ ल टसै बाल्ने अवस्था भइसक्यो। अब चाहिँ ल यहाँ टस खोइ ल मौरीहरू आवत जावत गर्न पनि छोडिसक्यो। यहाँ गाड मौरी चाहिँ यहाँनिर आएर बस्दो रहेछ देख्न सक्नुहुन्छ। अब यसलाई चाहिँ हामी पातको बुझो लाएर टाल्छौँ र घार चाहिँ सर्लक्क उठाएर लिएर जान्छौँ है। देख्न सक्नुहुन्छ ल अब मौरी चाहिँ पूर्ण रूपमा बास भइसक्यो साथीहरू। 7 बजिसक्यो है। ल बाहिरको अवस्था यस्तो छ है। त्यहाँ घरमा बत्ती बलिसकेको छ देख्न सक्नुहुन्छ। साथीहरू देख्न सक्नुहुन्छ मैले चाहिँ पात लिएँ। यो पातको चाहिँ सर्लक्क यसरी मिलाएर मैले बुझो लाउँछु है। ल पूर्ण रूपमा मौरी चाहिँ बास बस्यो है। ल अहिले 7 बजे आएर यसरी बास बस्यो। ल एउटा मौरी चाहिँ ननिक्लिने तरिकाले यहाँनिर गाड मौरी चाहिँ छ। ल यति भएपछि बुझो पनि भयो साथीहरू। अब चाहिँ सर्लक्क यो मौरीको घरलाई चाहिँ यो ढुङ्गा हटाउँछु। ढुङ्गा हटाउँदाखेरि यो गुड्किन सक्ने सम्भावना छ साथीहरू। ल अब चाहिँ यसलाई यहीँनिर ल अड्काएर यो ढुङ्गालाई बस अब चाहिँ म यसलाई बोकेर जान्छु साथीहरू। अब यो छोडियो भने चाहिँ एकतालमा तल पुग्छ। र अब हामीले विशेष ध्यान दिनुपर्ने कुरा भनेको साथीहरू घरलाई चाहिँ हामीले धेरै हल्लाउनु हुँदैन है। यो भित्र अहिले मह छैन मलाई थाहा छ, किनभने वर्षा भइरहेछ होइन। मह हुन्छ भने चाहिँ यदि मह भएको समयमा पर्यो भने चाहिँ के त चाकाहरू सबै झर्छ तल। गरम भएकोले हल्लिएर सबै तल झर्छ। त्यसैले घरलाई लाँदा नहल्लाइकन बिस्तारी यसरी अब सबक्क बोकेर लानुपर्ने हुन्छ। ल
ल साथीहरू फाइनलमा है अब चाहिँ अब भनेको यहाँनिर हामी अर्को घार लिएर भोलितिर राख्छौँ। ल साथीहरू अब चाहिँ हामी बिस्तारै घरतिर लागिसकेका छौँ। यसरी सर्लक्क कहाँ लानु बोकेर जस्ताको तस्तै। ल अब बिचमा र साथीहरू घार बोकेर चाहिँ सरासरी घर जाँदैछ देख्न सक्नुहुन्छ। अब चाहिँ लगभग 20 मिनटभित्रमा घर पुग्छु। बाटो चाहिँ अलिक अप्ठ्यारो छ देख्न सक्नुहुन्छ। त्यही भएर होसियारपूर्वक हिँड्नुपर्छ। लडियो कि गइयो है फेरि। अब हामी घरमै गएर भेट्छौँ। र साथीहरू हामीले चाहिँ सकुशल रूपमा चाहिँ घरमा ल्याइसकेको छ देख्न सक्नुहुन्छ। घरलाई म यहाँ उतार्दैछु जस्ताको तस्तै। ल ठ्याक्क राख्यो। यता घोप्टिँदैन नि। ल केही हुँदैन। अब यो कहाँ राख्ने म चाहिँ त अहिले नै राखिदिइहाल्छु। यहाँ मैले एक ठाउँ देखेको छु ठाउँ। यहाँ म ठाउँ एक्सप्लोर गर्छु साथीहरू पहिले। त्यो साथीहरू देख्न सक्नुहुन्छ यहाँनिर ओहो यसरी यहाँ बनाइरहेको छु मैले। यहाँ एउटा यो पुरानो घारो देख्न सक्नुहुन्छ। मौरी यहाँ आएको छैन। यसलाई चाहिँ म यहाँनिरबाट हटाइदिन्छु अहिलेको लागि। गरम छ त घर त। यहाँनिर राखिदिन्छु साथीहरू। यतातिर हुन्छ यो। यहाँ हेर्न सक्नुहुन्छ यस्तो दामी तरिकाले अडिने बनाएको छु यहाँनिर। र अब चाहिँ यहाँनिर लिएर म त्यो घरलाई ठ्याक्क सेट गर्छु है साथीहरू। र साथीहरू देख्न सक्नुहुन्छ मैले चाहिँ यो घरलाई चाहिँ ल्याएर यहाँ सर्लक्क राखेँ है। दामी तरिकाले फिक्स पनि भयो देख्न सक्नुहुन्छ है सट्ट नघोप्टिने। अब यहाँनिर म भोलि बिहानतिर फेसहरू लगाइदिन्छु। र साथीहरू अब यो पात चाहिँ हामीले उगारिदिनु पर्ने हुन्छ। किनभने देख्नु चारैतिर चाहिँ एयर टाइट छ नि त। यता पनि पुरै टाइट यता पनि टाइट गर्दाखेरि यहाँ मौरी चाहिँ निसासिन्छ फेरि। यो पातलाई झिक्दिउँ है त। ओहो साथीहरू देख्न सक्नुहुन्छ मौरी चाहिँ पूर्ण रूपमा शान्त तरिकाले बसिरहनु भित्र। ए यिनीहरू नयाँ ठाउँमा आइसकेका छन्। अब भोलि बिहानको दृश्य चाहिँ म तपाईँहरूलाई देखाउँछु। र भोलि बिहान म भित्र खोलेर पनि देखाउँछु साथीहरू। यता कतापट्टिबाट हुन्छ तपाईँहरूलाई म खोलेर देखाउँछु मौरी कति आएको छ है। तपाईँहरूले चाहिँ अब वेट गर्नुपर्ने हुन्छ। कार लिएर आइपुग्यो देख्न सक्नुहुन्छ। अब चाहिँ म भोलि बिहानको एउटा क्लिप देखाउँछु है तपाईँहरूलाई। भोलि बिहान कस्तो तरिकाले चाहिँ यिनीहरू चल्छन्। यस्तो तरिकाले यहाँ छाना बनाएको छ देख्न सक्नुहुन्छ। यो भिज्दैन है। ल यहाँनिर ल गुड नाइट साथीहरू। सो फाइनली गाइज गुड मर्निङ। आज चाहिँ नेक्स्ट डे देख्न सक्नुहुन्छ। यो चाहिँ मैले यस्तो तरिकाले बनाएको थिएँ। पुरा छाना लगाएको छ। अब पानी लगभग आउन सुरु पनि भइसक्यो। पानी आएको आइछ दिनै पछि। मौरी चाहिँ अब मजाले ल्याइयो होइन राखियो। अहिलेसम्म निक्लिएको छैनन् जस्तो छ है। अब म चाहिँ यहाँ तपाईँहरूलाई खोलेर देखाउँछु एकचोटि। यहाँ खोलेर देखाउँछु मात्रै साथीहरू कस्तो छ है। यो त निक्लिँदैन। ए निक्ल्यो साथीहरू। ल यहाँ हेर्नु साथीहरू भित्र कस्तो छ मौरी। ल साथीहरू मौरी चाहिँ राम्रै सङ्ख्यामा आएको रहेछ। यिनीहरू भर्खरै आएको जस्तो छ है यसो हेर्दा चाहिँ। ल यतिर चाहिँ मौरी हेर्न सक्नुहुन्छ। यो छुट्टिएर आएको मौरी हो। यसो हेर्दै मौरीको सङ्ख्या एकदम राम्रो छ। अब यिनीहरूले के कतिको काम गर्दैछन् होइन। यिनीहरूलाई अब धेरै डिस्टर्ब नगरौँ। किनभने देख्न सक्नुहुन्छ बाहिरी मौसम यस्तो छ पानी आइरहेको छ। त्यसैले हामी यसलाई चाहिँ अब छिटोभन्दा छिटो थुनिदिनु पर्ने हुन्छ। मौरी एकदम राम्रो आएको छ है साथीहरू देख्न सक्नुहुन्छ। यो मौरीले चाहिँ साथीहरू खासै चाका लाउनु थालेको जस्तो छैन। भर्खरै आएको जस्तो छ है। एकदम राम्रो तरिकाले आएको छ। अब यसलाई म फेरि जस्ताको तस्तै टालिदिन्छु। र मैले भने साथीहरू यो देख्न सक्नुहुन्छ यहाँ भएको डुँडलाई चाहिँ म फेरि लगेर त्यही ठाउँमा राखिदिनेछु। जसले गर्दा चाहिँ फेरि पनि त्यहाँनिर के त मौरी आउनेछ देख्न सक्नुहुन्छ। अब यसलाई चाहिँ सट्ट यहीँनिर लगाउनु पर्ने हुन्छ। के आयो भनेको मौरी होइन रहेछ साथीहरू। अब यिनीहरूलाई म यहाँनिर जस्ता तस्तै लगाइदिन्छु। अब तपाईँहरूलाई यो भिडियो चाहिँ के कस्तो लाग्यो होइन। यसरी नै चाहिँ तपाईँहरूले भोका डुँडहरूलाई चाहिँ पार्ट 1 चाहिँ हेर्न नबिर्सिनु होला तपाईँहरूले। मैले डिस्क्रिप्सन बक्समा चाहिँ लिङ्क राखिदिइसकेको हुनेछु। यसरी नै तपाईँहरूले चाहिँ डुँडहरू छ भने खाइल डुँडहरू छ भने जङ्गलतिर ओडारमा लगेर यसरी मौरीलाई चाहिँ एट्र्याक्ट गरेर यसरी ल्याउनु सक्नुहुन्छ साथीहरू। एकदमै मजाले मौरी आउँछ साथीहरू। तपाईँहरूले जरुर ल्याउनु होला। र अब पनि अब अफ सिजन चल्दैछ। अफ सिजनमा चाहिँ झन् कस्तो चान्स हुन्छ भने यो जङ्गलतिर रुखतिर बसेको मौरीहरू चाहिँ यो पानीले गर्दाखेरि अलिकति भिज्छ दुःख पाउँछ। र पानी रहेको दिन चाहिँ एकदमै पानी रहेर घाम लागेको दिन चाहिँ एकदमै घार खोज्न तपाईँहरूकोतिर आउँछ। तपाईँहरूले याद गर्नु होला। त्यस्तो तरिकाले चाहिँ मौरी आउने हो। अब यो पानी रहन साथ मौरी आउँछ। त्यसैले तपाईँहरू खालि डुँडहरू छ भने सफा गरेर यतात्यता गरेर राख्नु होला। मौरी आउँछ साथीहरू। सो भिडियो के कस्तो लाग्यो भिडियोको लागि एउटा लाइक गरिदिनु होला। छोटो मिठो कमेन्ट गरिदिनु होला। र भिडियोलाई एक सेयर गर्नु होला। साथीहरूलाई एउटा सेयर गरिदिनु होला। केही बिग्रिँदैन। साथीहरूले पनि जानुन्।
र च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला यस्तै भिडियो हेर्नको लागि र सो बाई बाई गाइज।